नमस्कार, म कक्षा 12 को लागि यो आउँदै गरेको बोर्डको लागि यो एकदमै इम्पोर्टेन्ट आउन सक्ने अर्गानिक केमिस्ट्रीको एउटा क्वेसन लिएर आएको छु। र यहाँ क्वेसनमा दिएको छ ए ले SOCl2 को प्रेजेन्समा बी दिन्छ, बी ले एमोनियाको प्रेजेन्समा सी दिन्छ, सी ले Br2 KOH को प्रेजेन्समा डी दिन्छ र डी ले NaNO2HCl को प्रेजेन्समा ई दिन्छ। र यहाँ सोधेको छ फाइन्ड ए बी सी डी ई इफ कम्पाउन्ड ए है यो आई हैन। इफ कम्पाउन्ड ए इज CH3CH2COH CH3CH2COH भनेको के भयो? हाम्रो कार्बोक्सिलिक एसिड भयो। कार्बोक्सिलिक एसिडलाई तर यो यस्तै दिँदैन, मैले हजुरलाई बुझाउन मात्र लेखेको। यहाँ कस्तो दिन सक्छ भन्दा यो कम्पाउन्ड ई इज अल्कोहल, यसले यस्तो यस्तो दिन्छ भन्दै क्वेसन आउन सक्छ। यो मैले बुझाउनलाई मात्र यहाँ कार्बोक्सिलिक एसिड लेखेको। र हामीले यसलाई अब हेर्दै जाने हो, यहाँ हरेक तहमा हेर्दै जाने। सुरुमा हामीले स्टार्ट गरौँ कार्बोक्सिलिक एसिडबाट। CH3CH2 C डबल बोन्ड O OH। यो के हो भन्दा यो प्रोपेनोइक एसिड हो। प्रोपेनोइक एसिड यसलाई हामीले SOCl2 मा राख्न पर्यो सबभन्दा सुरुमा। हाम्रो कम्पाउन्ड ए भनेको के भयो? प्रोपेनोइक एसिड आयो है, हाम्रो कम्पाउन्ड ए आयो, यो ए आयो। र अब SOCl2 राख्यो भने हाम्रो के हुन्छ भन्दा यो क्लोरिन छ नि, यो यहाँ जान्छ के, यो क्लोरिन यहाँ जान्छ, यो निस्किन्छ, यो अक्सिजन माइनस यो OH निस्किन्छ। र यहाँ के हुन्छ भन्दा हाम्रो CH3CH2 C डबल बोन्ड O Cl आउँछ यहाँ यसरी। जस्तै हामीले त्यो अल्कोहलबाट PCl5 हालेर हामीले हेलो अल्कोहल बनाउँथ्यौँ नि, त्यस्तै गरेर यहाँ यस्तो गरौँ। यो हाम्रो कम्पाउन्ड बी आयो। अब कम्पाउन्ड बीमा हामीले फेरि के राखेको छ भन्दा एमोनिया। एमोनियामा के हुन्छ भन्दा यहाँबाट NH2 र H हुन्छ। H Clसँग जान्छ, Clसँग गएर HCl निस्किन्छ र NH2 यहाँ गएर बस्छ। यहाँ HCl हुन्छ माइनस HCl र यहाँ NH2 गयो भने चाहिँ हाम्रो के हुन्छ? एमाइड आउँछ। CH2 C डबल बोन्ड O NH2 एमाइड आयो। अब एमाइडले हामीले Br2 KOH मा राखियो। यो एमाइडले हामीले जुन Br2 KOH मा राखेको छ नि, यो एकदमै इम्पोर्टेन्ट रियाक्सन हो। होफम्यान डिग्रेडेसन रियाक्सन भनिन्छ यसलाई। होफम्यान डिग्रेडेसन रियाक्सन अथवा यसलाई हामीले डिकार्बोनाइलेसन भनिन्छ। डिकार्बोनाइलेसन, यो डिकार्बोनाइलेसन भनेको के हो भन्दा हाम्रो यो छ नि CO भनेको, यो CO भनेको हाम्रो कार्बोनाइल ग्रुप हो। अब डिकार्बोनाइलेसन भनेपछि यो कार्बोनाइल ग्रुप हटाउने काम भयो। र Br2 KOH एकदमै इम्पोर्टेन्ट है, यो याद राख्नु। यो निम्न रियाक्सनमा पनि आउन सक्छ। र हामीले यो कार्बोनाइल ग्रुप हटायो भने हाम्रो यहाँ बाँकी रहेको बच्ने भयो CH3 CH2 NH2। यो भनेको हाम्रो फर्स्ट डिग्री एमाइन आयो। फर्स्ट डिग्री एमाइन यो हाम्रो यो कम्पाउन्ड ए भयो, यो बी आयो हाम्रो, यो सी आयो र यो हाम्रो कम्पाउन्ड डी आयो। अब लास्ट एउटा स्टेप मात्रै बाँकी रहेको छ। र कम्पाउन्ड ईमा हाम्रो के छ भन्दा NaNO2/HCl। हामीले एमाइनमा यो एमाइन छ नि, एमाइनमा NaNO2/HCl हाल्यो भने त्यो सधैँ अल्कोहल बन्ने काम गर्छ के। NH2 आछ र एमाइन आछ र फर्स्ट डिग्री एमाइन छ र हजुरले NaNO2 हाल्नु भयो भने त अल्कोहलमा केही बन्दै भन्दैन, आचिममा गरेर अल्कोहल बनाएर आइदिए हुन्छ के। र हाम्रो के हुन्छ भन्दा CH3 CH2OH यहाँ अल्कोहल आउँछ, यो भनेको इथानोल। यसरी हाम्रो यो पुरा चेन रियाक्सन आउन सक्छ। यो अब हजुरले अलि मिलाएर लेख्न पर्छ, तर यो क्वेसनमा यसरी सोध्दैन। CH3COH कम्पाउन्ड ए यो भनेर दिन्न, बरु यो भनेर सोध्न सक्छ। कम्पाउन्ड ई गिभ्स आयोडोफर्म पोजिटिभ आयोडोफर्म टेस्ट भन्दै दिन सक्छ, किनभने इथानोलले हो गएर पोजिटिभ आयोडोफर्म टेस्ट दिने, मिथानोलले दिन्न। त्यही भएर हजुरले यो यसबाट ब्याक रियाक्सन गर्दाखेरि यसलाई बुझ्नुपर्छ। यो यस्तै दिन्न है, यो ख्याल गर्नु। तर मैले यो बुझाउनलाई मात्र भनेको। ल धन्यवाद।